नमस्कार सबैमा म आज हजुरलाई चाहिँ ऑडियन्स के हो त ऑडियन्सको फुल फर्म के हो त ऑडियन्सको मतलब के हो त म त्यो हजुरलाई चाहिँ म भन्न गइरहेको छु ऑडियन्स र ऑडियन्समा भनेपछि टोटली ORIENS ऑडियन्समा टोटली 6 वटा वर्ड आउँछ र त्यो 6 वटा वर्ड के हो त त्यो आज म हजुरलाई चाहिँ म बुझाउँछु र ऑडियन्स भनेको एउटा डाइरेक्ट सेलिङ एउटा इन्डस्ट्री हो र यो ऑडियन्समा चाहिँ त्यस्तो व्यक्तिले काम गर्न सक्छ जुन व्यक्तिमा चाहिँ 6 वटा वर्ड चाहिँ म्याच गर्छ र 6 वटा वर्ड चाहिँ चाहन्छ। सर्वप्रथम ओ भनेको अपर्च्युनिटी भनेको अवसर कुनै पनि अवसर कुनै पनि काम तपाईको यदि जीवनमा आउँदैछ भनेपछि त्यसलाई तपाईले गर्दै हुनुहुन्छ भनेपछि त्यसलाई अवसर भनिन्छ। ओ भनेको अपर्च्युनिटी अवसर आर भनेको रिजनेबल कारण तपाईले त्यो अवसर किन चाहियो त कारण आई भनेको इन्कम आय स्रोत पैसा कमाउनु हैन पैसा इन्कम ई भनेको एजुकेसन शिक्षा यन भनेको नेम एन्ड यस भनेको सक्सेस अथवा सफलता भनेपछि के भयो अवसर अपर्च्युनिटी भनेको अवसर आर भनेको रिजनेबल आई भनेको इन्कम ई भनेको एजुकेसन यन भनेको नेम यस भनेको सक्सेस भनेपछि यी 6 वटा चीज तपाईले चाहनुहुन्छ भनेपछि तपाईले अवश्य ऑडियन्समा सक्सेस हुन सक्नुहुन्छ। म ऑडियन्समा किन आए भनेपछि मलाई एउटा अवसरको खाँचो थियो भनेपछि मैले यहाँ के पाएँ अवसर पाएँ मैले कुनै पनि मेरो साथीले मलाई यहाँ यो ठाउँ देखाइदिनु भयो भनेपछि म किन यो ठाउँ आयो भनेपछि म पनि एउटा राम्रो कामको म खोजिरहेको थिएँ र त्यो काम आज म पाएँ भनेपछि मैले त्यो अवसरलाई ग्र्याब गरेँ भनेपछि एउटा अवसर पाएँ। अवसर किन पाएँ भनेपछि कारण थियो क्या मलाई आर भनेको रिजन भनेपछि कारण थियो मलाई कुनै पनि चिज गर्न जरुरी थियो मलाई आवश्यकता थियो त्यही भएर म यहाँ चाहिँ आबद्ध भएँ। आई भनेको इन्कम मलाई पैसा कमाउन खाँचो थियो क्या पैसा कमाउन जरुरी थियो र पैसा मलाई चाहिएको थियो र पैसा म कहाँबाट कमाउनु भनेर म सोचमा डुबेको थिएँ र म ऑडियन्समा एउटा पैसाको लागि पनि आएको छु मलाई पैसा चाहिएको छ। आई भनेको इन्कम ई भनेको एजुकेसन शिक्षा भनेपछि म एउटा अनपढ यानि कि म नपढेको व्यक्ति पनि आज एउटा यो ठाउँमा आएर चाहिँ एजुकेसन पाउन सकिन्छ यहाँ शिक्षा पाउन सकिन्छ जुन शिक्षा चाहिँ हामी यो स्कुल लाइफमा कलेज लाइफमा हामीले चाहिँ पाउन सकिँदैन त्यो एजुकेसन त्यो शिक्षा चाहिँ हामी यो ठाउँबाट पाउन सकिन्छ क्या भनेपछि हामीले यहाँबाट चाहिँ विभिन्न ज्ञान पनि लिन सकिन्छ विभिन्न हामीले शिक्षा पनि लिन सकिन्छ जुन शिक्षाबाट चाहिँ हामीले चाहिँ धेरै अगाडि बढ्न सकिन्छ हामीले चाहिँ फाइनेन्सियल फ्रिडम हामीले चाहिँ हेल्थ फ्रिडम हामीले चाहिँ कसरी हुन सकिन्छ हामीले चाहिँ पाउन सकिन्छ एजुकेसन। त्यसपछि यी सबै कुरा पाइसकेपछि एउटा तपाईको चाहिँ नेम फेम पनि यहाँबाट तपाईले पाउन सक्नुहुन्छ या नाम पाउन सक्नुहुन्छ तपाईको नाम हुन्छ हिजोको दिनमा तपाईले चाहिँ कम मान्छेले चिनिरहेको थियो भनेपछि यो ठाउँबाट तपाईले चाहिँ विभिन्न मान्छेहरूले चाहिँ चिन्न सक्छ तपाईको एउटा नाम सम्मान हुन्छ क्या मान सम्मान हुन्छ र त्यसपछि तपाईले यसबाट सफल हुन सक्नुहुन्छ तपाई सफल हुनुहुन्छ यसबाट सफल सक्सेसफुल तपाई सक्सेसफुल तपाईले पैसा पनि कमाउन सक्नुभयो तपाईले नाम पनि पाउन सक्नुभयो त्यसपछि तपाईले सक्सेस हुनुभयो सो तपाईले यी 6 वटा चीज चाहनुहुन्छ भनेपछि तपाईको लागि चाहिँ बेस्ट ऑडियन्स तपाईको बेस्ट ऑडियन्स हो। तपाईलाई अवसरको खाँचो छैन भनेपछि तपाईको काम छैन तपाईको कारण छैन ए तपाईलाई थाहै छैन
म यो इन्डस्ट्रीमा आउनु किन थाहै छैन, रिजनै छैन भनेपछि तपाईँ केही दिन काम गरेर तपाईँ ब्याक सर्नुहुन्छ। तपाईँ केही दिन काम गरेर तपाईँ ब्याक सर्नुहुन्छ किनकि तपाईँसँग कारणै छैन क्या। कारण हुनु एकदमै जरुरी छ। कुनै पनि काम गर्नको लागि चाहिँ कारण हुन जरुरी छ। यदि कारण छैन भनेपछि तपाईँ सक्सेस हुन सक्नुहुन्न अथवा अगाडि बढ्न सक्नुहुन्न। भनेपछि अगाडि बढ्नको लागि चाहिँ हामीसँग कारण हुन जरुरी छ क्या। म खाना खाँदैछु भनेपछि कारण छ नि त, किन खाँदैछु, मलाई ग्रो गर्नु छ, मलाई मेरो शरीरलाई चाहिँ बचाउनु छ, म हेल्थबाट चाहिँ टाढा हुन चाहन्छु, यानि कि म रोगीबाट चाहिँ म टाढा हुन चाहन्छु र मेरो शरीरमा चाहिँ इनर्जी चाहियो काम गर्नको लागि, त्यही भएर चाहिँ मलाई खाना जरुरी छ। यदि मलाई यो सब आवश्यकता थिएन भनेपछि मलाई खानाको कुनै आवश्यकता थिएन क्या। कारण भएको कारणले चाहिँ म खाना खाइरहेको छु। त्यसै गरी म चाहिँ किन यो इन्डस्ट्री मलाई चाहिएको छ त, कारण हुन जरुरी छ क्या। रिजन, कारण हुन जरुरी छ। यदि कारण छ भनेपछि तपाईँ अगाडि बढ्न सक्नुहुन्छ क्या। सो कारण छ भने अगाडि बढ्न सक्नुहुन्छ। सबैभन्दा पहिला तपाईँले चाहिँ कारण बनाउनु, किन चाहिँ मलाई गर्न जरुरी छ त, अनि मात्रै तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। त्यसपछि तपाईँले पैसा पनि मजाले यहाँबाट कमाउन सक्नुहुन्छ क्या। भनेपछि यी 6वटा चिज तपाईँसँग छ भनेपछि तपाईँ डाइरेक्ट सेलिङ अथवा ओरियन्समा तपाईँ चाहिँ एक दिन अवश्य सक्सेसफुल हुन सक्नुहुन्छ। र यदि तपाईँलाई यो 6वटा मध्येमा कुनै पनि एउटा चिज मिस छ भनेपछि तपाईँले फेरि अगाडि बढ्न सक्नुहुन्न। ल, तपाईँलाई पैसाकै आवश्यकता छैन भनेपछि तपाईँ फेरि पनि अगाडि बढ्न सक्नुहुन्छ। तपाईँलाई पैसा पुरा भयो तर तपाईँको नामैको आवश्यकता छैन भनेपछि तपाईँले फेरि पनि सफल हुन सक्नु भएन। त्यही भएर तपाईँले चाहिँ सबै थोक चाहिन्छ। सो ओरियन्स इन्डस्ट्री इज द बेस्ट इन्डस्ट्रिज इन द वर्ल्ड। डाइरेक्ट सेलिङ भनेको एउटा 21औं शताब्दीको एउटा चाहिँ इन्डस्ट्री हो क्या। र आज हामी त्यो इन्डस्ट्रीमा चाहिँ हामी काम गर्दैछौँ, एउटा ओरियन्स भन्ने प्लेटफर्ममा, एउटा ओरियन्स भन्ने कम्पनीमा। सो भनेपछि यदि हामीले चाहिँ ओरियन्सलाई मजाले बुझ्यो भनेपछि मजाले हामीले चाहिँ ओरियन्सलाई चाहिँ ग्रो गर्न सकिन्छ। ओरियन्समा चाहिँ हामी आफ्नो लाइफलाई ग्रो गर्न सकिन्छ। तर ओरियन्स बुझेको छैन भनेपछि हामी केही दिनको लागि मेहमान हो, केही दिनको हामी गेस्ट हो, केही दिनमा हामी हराउन सक्छौँ। सो ओरियन्स बुझ्नु, ओरियन्स के हो त, ORINS के हो त। सो भनेपछि तपाईँहरूले चाहिँ मजाले यो चिजलाई बुझ्नु होला हैन, मजाले बुझ्नु होला, तपाईँले आफैले रिसर्च गर्नु होला। सो म आजको लागि यति नै भन्न चाहन्छु। हस् त, थ्याङ्क यू सो मच।